हाई गाइस, वेलकम टू माई ब्लग। सो आज चाहिँ मर्निङदेखि नै मैले चाहिँ भिडियो स्टार्ट गरेँ। बेडदेखि नै मैले चाहिँ भिडियो गर्न थालेँ किनभने आज चाहिँ युगको बर्थडे हो। सो त्यही भएर चाहिँ आजको फुल डेको चाहिँ म भिडियो बनाउनु पर्यो किनभने चाहिँ भोलि पर्सि अब युगलाई ठुलो हुन्जेसम्म पनि रिमेम्बर हुन्छ, उसले हेर्छ। सो त्यही मैले त्यही सोचेर पनि मैले चाहिँ भिडियो गर्न थालेँ। अनि त्यसको बादमा चाहिँ हामी चाहिँ चियाहरू खाएर अनि त्यसको बादमा चाहिँ मन्दिर जानु रेडी भयो किनभने बर्थडेको दिन त अब नानीलाई भगवानको दर्शन गराउनु एकदमै जरुरी हुन्छ भनेर हामी तीनजना चाहिँ हामी मन्दिर गयौँ। हामी चाहिँ अहिले चाहिँ कहाँ गएको? भुममा हैन, मन्दिर गएको। मन्दिर हामी चाहिँ त्यहाँदेखिको गयो, घरदेखि चाहिँ मन्दिर नजिक नै हो नि त। हामी चाहिँ मन्दिर चाहिँ कुन चाहिँ मन्दिर गयो भन्दा चाहिँ हामी चाहिँ कृष्ण मन्दिर गयो, जो चाहिँ पाचेखानीमा छ। कृष्ण मन्दिर चाहिँ हामी चाहिँ त्यहीँ गयो, हामी तीनजना चाहिँ। अन्त एकदम मर्निङको एकदम डे पनि राम्रो भइरहेको थियो, क्लियर भइरहेको थियो, घामहरू पनि मजाले लागिरहेको थियो मर्निङमा। अब एकदमै यो पाचेखानी जग्गा पनि एकदमै राम्रो छ नि त। सो त्यही भएर चाहिँ हामी चाहिँ भिडियो गर्दै गयो। सो तपाईँहरूलाई म देखाउँछु कृष्ण मन्दिर चाहिँ कहाँ छ भनेर। सो त्यसरी नै हामी मन्दिर पनि पुग्यो। मन्दिरमा गएर हामीले पूजाहरू गर्यो। यो ग्लाम सिकाउनु अगाडि गएर बनाउनु। सो हामी चाहिँ पूजाहरू गरिसकेर युगलाई टिकाहरू लगाइदियो अनि उसलाई ब्लेसिङ्सहरू एकदमै राम्रोसँगले हामी दुईजनै बाउ आमाले दियो। सो मैले अघि तपाईँहरूलाई भनेको थिएँ कृष्ण मन्दिर चाहिँ कहाँ छ भनेर। एकदमै गुड लोकेसनमा छ कृष्ण मन्दिर चाहिँ, एकदमै रोड साइडमै छ, रोडदेखिको चाहिँ एकदमै नजिकै छ। सो त्यही भएर चाहिँ यो लोकेसन चाहिँ त्यो हो। सो अनि हामी चाहिँ फर्किनुको लागि पूजा गरेर यहाँनिर रेडी भयो। सो हामी चाहिँ फर्क्यो अनि फर्केपछि चाहिँ घरमा पुगेर खानाहरू खाएर अनि कामहरू सकेर अनि दिउँसो चाहिँ पुरा घाम लागेको हुन्छ नि त। सो त्यही भएर हामी चाहिँ फ्यान खोलेर चाहिँ एकदमै रुममै बस्यो, बाहिर निक्लिनु पनि नसक्ने खाले घाम हुन्छ नि त, पुरा गरम हुन्छ। सो त्यही भएर चाहिँ हामी बस्यो रुममै। टाइम पनि त्यसरी नै बित्यो। अनि युगको बर्थडे चाहिँ हामीले सानो सेलिब्रेट गरेको थियौँ नि त, फ्यामिली मात्रै बसेर केक काट्नुपर्छ भनेर चाहिँ, किनभने फर्स्ट बर्थडे पनि युगको राम्रै गरेको थियो। सो त्यही भएर यसपालि चाहिँ त्यस्तो गर्नु हुँदैन, फ्यामिली मात्रै बसेर केक काट्नुपर्छ भनेर चाहिँ हामीले त्यही सोचेको थियो। अनि त्यसको बादमा चाहिँ दिदी र म चाहिँ डिनरहरू बनाउनु थाल्यो। अनि हामीले चाहिँ चिकन बिरयानी बनाएको थियो, वाचिपा बनाएको थियो, अनि बफ करी बनाएको थियो, अरू आइटमहरू पनि थियो, फ्रेन्च फ्राईहरू पनि थियो, अचारहरू थियो। मैले भिडियो गर्नु पाइनँ, सो बिजी हुन्छ नि त। त्यही भएर यहाँ नानीहरूले चाहिँ युगको चाहिँ मजाले डेकोरेसनहरू गरेर राखिदिइरहेको थियो। यहाँ युगको चाहिँ यहाँ भिडियोहरू पुरा गरिदिँदै थियो, फोटोहरू पुरा खिचिदिँदै थियो नानीहरूले चाहिँ। एकदमै खुसी भइरहेको थियो। यहाँ चाहिँ पुरा ह्याप्पी भइरहेको थियो, पुरा एक्साइटेड भइरहेको थियो। फर्स्ट बर्थडेमा चाहिँ ऊ अलिकति झगडा गरेको थियो, सेकेन्डमा चाहिँ ऊ एकदम खुसी भइरहेको थियो, एकदमै ह्याप्पी भइरहेको थियो, चाहिँ खुसी भयो। ह्याप्पी बर्थडे टु यु।
हटिन छुरी खाइसक्नु आँटिसक्यो हेलो यता काका केकहरू पनि काटिसक्यो अनि त्यहाँदेखिको बादमा चाहिँ हामी डिनरहरू खायो अनि यहाँनिर चाहिँ बेलुनहरू चाहिँ मजाले हावाले उडाइरहेको थियो फ्यानले उडाइरहेको थियो नानीहरूले चाहिँ कस्तो दामी देख्यो भन्दै यहाँनिर भिडियो गरिरहेको थियो सो गाइस सी यू इन नेक्स्ट भिडियो